हेलो गाइज सबैजनालाई फेरि पनि म अर्पिनीदेखि हर्मी चौरसम्मको पुरै भिडियो लिएर पुनः उपस्थित भइसकेको छु। सबैलाई र माया गरिदिनु होला। यो चाहिँ अर्पिनीमा अब पिच भइसकेको भिडियो हो। अनि पिच हुँदैछ, कालोपत्रे हुँदैछ। यो अर्पिनीको 4 नम्बर चोकसम्मको पिच बाटो कालोपत्रे भइरहेको छ र यो हर्मी चौरसम्म अब हामी बस यात्रा गर्दैछौँ र बसबाट खिचेको भिडियो हो यो। र यो दुई लेन नै कालोपत्रे भइसकेको छ। यसमा बिजुलीको पनि सबै पोलहरू गाडिसकेको छ। जङ्गल एरियामा अरविन्ददेखि हर्मी चौरसम्मको सबै पोल गाडिसकेको छ। तपाईहरुले अब जस्ताको त्यस्तै यो भिडियो मार्फत हेर्न पाउनुहुनेछ। यो सबै कालोपत्रे गरिसकेको बाटो हो। 2 लेन नै कालोपत्रे गरिसकेको छ। तपाईहरुले जस्ताको त्यस्तै हेर्नु होला। सलललल छ बाटो। अझ स्पेशली विदेशमा रहनुहुने सम्पूर्णलाई मध्यनजर गरेर बनाएको भिडियो हो, ताकि आफ्नो गाउँ कस्तो भएको छ, के भएको छ भनेर हेर्नका लागि तपाईहरु इच्छुक हुनुहुन्छ भन्ने हेतुले बनाएको भिडियो जस्ताको तस्तै तपाईहरुलाई समर्पण गरेको छु। लगभग 6 मिनेट को अन्तरालमा हामी अरविन्ददेखि हर्मी चौर बस यात्रा गरेका छौं। यो 7 मिनेट 42 सेकेन्डको भिडियो छ। त्यसमा चाहिँ अरविन्दको पनि पैदल यात्रा गरेर अरविन्दको पनि कालोपत्रे देखाइरहेको छु र यो चाहिँ अब तपाईको बस यात्रा देखाइरहेको छु। तपाईहरुलाई कस्तो लाग्छ जस्ताको त्यस्तै स्याट्ट कमेन्ट गरिदिनु होला। अरु त अब के भन्ने हो र हैन। यो पानी खानी भन्दा वलतिरपट्टि पुगिसक्यो। बल्ल बल्ल हर्मी चौर थालेको छ। भ्यू पनि हेर्नु होला, बाटो पनि हेर्नु होला कस्तो छ। सब छेपट्टिको सबै नालीहरू लिएर गाडीहरू किने का लागि बार सहित यो पोलहरू हेर्नु। सम्पूर्ण एरियामा पोलहरू समापन भइसकेको गाडेर बिजुलीको लागि छेउपट्टि बारहरू पनि सम्पूर्ण पनि लगाएर समापन भइसकेको छ। छेउकुन सब पिच गरेर पनि सबै समापन भइसकेको छ अवस्था छ। यो चाहिँ तपाईको पिचबाट जस्ताको तस्तै हेर्नुस् र माया पनि गरिदिनुस् भिडियोमा। यहाँ चाहिँ थोरै लगभग 5-7 हात बाटो चाहिँ पिच गर्न बाँकी नै छ। यो मास्तिरबाट झर्ने सम्भावना बढी भएको कारणले गर्दाखेरि यो खोलानिर चाहिँ कुना अलिकति रहेको कारणले गर्दाखेरि यसमा पिच भएको छ। ल भइसकेको छ। अब चाहिँ आज यो भिडियो पोस्ट गर्दाका दिन चाहिँ यो भइसकेको छ गाइज। फेरि डबल पिच बाटो। यो चाहिँ बाटो चाहिँ यहाँबाट सुरु भइसकेको छ। यो चाहिँ अरविनी आइस मितिमा यो चाहिँ तपाईको त्यो कालो पनि फेरि कालोपत्रे गरेर फेरि अनि त्यसपछि गिटी पिच यसलाई चाहिँ खाज्ने काम चाहिँ यहाँ भएको छ। तसर्थ तपाईहरुले हेर्नुस्, माया गर्नुस् गाइस। यो चाहिँ यहाँ चाहिँ काम चलिरहेको छ। यहाँ चाहिँ काम चलिरहेको छ। रोलरहरूले गएको छ भने यो चाहिँ हर्मी चौरको बाटो हो गाइस। यहाँ चाहिँ काम गरिरहेको छ बाटोमा। त्यसपछि यहाँ मेरो छोरो पनि रोयो है। भिडियोको गरिरहेको छु, एड गरिरहेको बेला हो यो। यो चाहिँ अब हर्मी लगभग तपाईहरुको 7 मिनेटमा हामी चाहिँ
7 मिनेट पनि पुरा नहुँदै हामी आइसकेका छौँ र गाइज कसो कहाँ हाँस्नु भएको मेरो श्रीमती अनि हामी चाहिँ हर्मिचौर आइ लगभग हामी चाहिँ यहाँ हर्मिचौरको यात्रा सम्पन्न तपाईँहरूले हेरिदिनु होला र माया पनि लाइक कमेन्ट सेयर सब्सक्राइब तपाईँहरूले अवश्य नभुल्नु होला जति तपाईँहरूले लाइक सेयर र अनि माया गर्नलाई पोस्ट गर्नका लागि भनी अब लगभग समापन हुन लागिसकेको अवस्था चाहिँ छ गाइस ल गाइस यहाँ चाहिँ अब तपाईहरुको भिडियो चाहिँ समापन भइसकेको छ लगभग समापन भइसकेको छ तसर्थ तपाईहरुले लाइक कमेन्ट शेयर चाहिँ बजाएर जानु होला यो चाहिँ हर्मिचौर त्यो 0 मा हामी आइपुगेका छौं अब 0 बाट चाहिँ तपाईहरु जस्ताको तस्तै देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो 0 को एरिया हो तसर्थ सबैले माया गर्दिनु होला लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्दिनु होला तसर्थ ताकि मलाई फेरि अरु भिडियोहरु गर्नको लागि